हाय हेलो नमस्ते हजुरहरूलाई स्वागत छ बी छेत्री ब्लगमा। हजुरहरू सोच्दै हुनुहुन्छ होला यो केटो हिजो अस्ति त हिन्दीमा पक गर्थ्यो, आज किन नेपालीमा मकै पड्के यस्तो पड्किरहेछ भनेर सोच्दै हुनुहुन्छ होला। किनकि मैले हजुरहरूलाई हिन्दीमा त्यति इन्टरटेनमेन्ट दिन सकिनँ जस्तो लाग्यो, त्यही भनेर एक बार नेपालीमा ट्राई गरौँ भनेर मैले आजबाट नेपालीमा भिडियो बनाउन चालु गरेको छु। हजुरहरूले अगर हजुरहरूले सपोर्ट दिनुभयो भने पनि म अगाडि गएर म नेपालीमै ब्लग बनाउन चाहन्छु। प्लिज हजुरहरूले कमेन्ट गरिदिनु होला मेरो नेपालीको ब्लग कस्तो लाग्यो। अरू एउटा कुरो हजुरहरूलाई म युट्युबको बारेमा अलिकति भन्न चाहन्छु। युट्युबमा जति आफ्नो भिडियो जति बेसी हेऱ्यो त्यति बेसी युट्युबमा अरूहरूलाई पनि पठाउँदो रहेछ, त्यही भनेर प्लिज मेरो भिडियो पनि हेरिदिनु। अगर हजुरहरूलाई मेरो भिडियो मन परेन भने पनि लागिले मोबाइल चाहिँ खाटा मुनि राख्नु, तर भिडियो चाहिँ पुरा चल्न दिनु होला। मैले त नेपालीमा भिडियो गर्न चालु गरेँ, त्यही भनेर हजुरहरूले अलिकति मलाई सपोर्ट गर्नु, किनकि अरू जातिहरूले नेपाली त बुझ्दैन। त्यही भनेर जति सक्नुहुन्छ हजुरहरूले मेरो भिडियो सेयर गर्नुहोस्, चाहे वाट्सएपमा होस्, चाहे मेसेन्जरमा होस्, चाहे फेसबुकमा होस्। अरू जति सक्नुहुन्छ हजुरहरूले आफ्ना साथीभाइहरूलाई अरू इष्टमित्रहरूलाई पनि यो भिडियो सेयर गर्नु। यहाँ चाहिँ हाम्रो पिताले साग छर्नु भएको थियो, तर सागको चाहिँ पानीले सातो पित्लो लिएको रह। खोइ मलाई साग हुन्छ कि हुँदैन डाउट लाग्यो, किनकि सागभन्दा जङ्गल बेसी देखिरहेको छ। हाम्रो पिताको कष्ट त्यसै खेर जान्छ जस्तो लाग्दैछ, तर तामुलको लागि भए पनि यो त काम गर्नै पर्छ, किनकि तामुलको छेउछाउमा बेसी जङ्गल भयो भने तामुल त्यति राम्रो हुँदैन। त्यही भएर सायद तामुल पनि यति राम्रो देखिएको होला, हेर्नुहोस्। ठिकै छ, आजको भिडियो यति लामो गर्न चाहन्न, किनकि म पनि हजुरहरूलाई बोर गर्न चाहन्न। अरू भिडियो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट अरू सब्सक्राइब गरिदिनु होला। जति सक्नुहुन्छ आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। छिटो भेट गरौँला नेक्स्ट ब्लगमा, तब तकको लागि टेक केयर, बाई बाई।